जिन्दगीले यो भगवान शिव है शिव मन्दिर स्तूप नानी बाबु सर भयो थाक्यो फर्किने पोखराको बजार खतरा गर्दिनु दिदी यार क्या सोलुडे राजापुश्री हिमाल पुम्तीकोटमा आउने क्रममा आज इन्ट्री भइरहेछ राजापुश्री हिमाल देखियो यहाँबाट सन्तोष भाइ र म राइडमा आएको यो सन्तोष भाइ दुईजना मान्छे काठमाडौँबाट आउनुभएको छ उहाँहरूलाई घुमाउन हामी पुम्तीकोट आइरहेछौँ खतरा गरिदिनु हुन्न तोके चाहिँ नि यो पुम्तीकोटको हो शिव मन्दिर हो सबैजनालाई आस्था धर्मको आस्था गर्नेहरू विश्वास गर्नेहरूले शिव भगवानको प्रतीक प्रतिमूर्तिलाई सम्झेर हरिबास तिमी आउनुहोस् आदरणीय दर्शक महानुभावहरू आज हामीले चाहिँ दुईजना काठमाडौँबाट आउनुभएको पाहुनाहरूलाई पुम्तीकोट घुमाउन लगिरहेछौँ अलिक धेरै पैसा हामीले घुमाउन मात्रै लिएर आएको है पैसाको त यहाँ कुरै गरेको छैन अब भरे घुमा गएपछि बल्ल यो बहिनीहरूलाई यहाँ घुमाउन ल्याइरहेछ अब हामी घुमाएर आधी घन्टा घुमाएर पुम्तीकोटको यो शिव मन्दिर हो यहाँ आएपछि मन पनि शान्त हुन्छ अब एक पटक यसो गरेर तपाईँहरूसँग देखो पबन्दी कहाँबाट जिन्दगीले यो भगवान शिव है शिव मन्दिर स्तूप पुम्तीकोटको शिव भगवान भनेको यो शिव भगवानलाई हामीले यो ठाउँहरूबाट यसरी हेर्न सक्छौँ मन्दिर कति राम्रो मन्दिर ल हिमालहरू
साह्रै राम्रोसँग छ हेर्दै जानु होला हिमालहरू छ यी यहाँ घुम्न आउने डुल्नेहरू धेरै छ विद्यार्थीहरू पनि धेरै घुम्न आउने हिमालहरू छ साह्रै राम्रो छ पुण्डिकोट देखो पवन देखो पवन माछाहरू काखमा माछा पुछ्री काखैमा हाम्रो पोखरा तिमी बाहेक अरू मेरो छोरा यस्तो दामी छ कि मन झिली टक्क लाएर साटा लारियो गणेश मन्दिर हिमालहरू सरर देखिएछ 9-10वटा हिमालहरू माछापुछ्रे अन्नपूर्ण धौलागिरी लमजुङ हिमाल अन्नपूर्ण सेकेन्ड थर्ड सबै देखिएछ भने यो ठ्याक्क माछापुछ्रेको काखमा चाहिँ हाम्रो झिलिमिली परेको यो फेवा ताल यो ताल हो ताल देखिन्छ तालको वरिपरि सहर छ पोखरा सहर अति रमाइलो रमणीय